पश्चाताप गर्न किन जरुरी छ सुन्नुहोस्, जब तपाईँको पापमय स्वभावहरू, तपाईँको खराब शरीरका अभिलाषाहरूले तपाईँलाई परमेश्वरदेखि टाढा गर्छ, परमेश्वरको क्रोध तपाईँको जीवनमा निम्त्याउँछ, तपाईँलाई फेरि पनि पापमा दबाउँछ, त्यो बेलामा तपाईँलाई पश्चाताप गर्नु धेरै आवश्यक छ। आज धेरैले चाहिँ है भन्छन् पश्चाताप गर्नु पर्दैन, नयाँ सृष्टि भइसकेपछि पश्चाताप किन आवश्यकता छ। तर आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ येशूमा नयाँ सृष्टि हुनु भए पनि तपाईँलाई पश्चाताप गर्न जरुरी छ, किनकि तपाईँको आत्मा नयाँ सृष्टि हो। तपाईँको आत्मामा दाग लाग्न सक्दैन, तपाईँको आत्मा नरक जान सक्दैन। तपाईँको आत्मा 2 कोरिन्थी 5:17 भन्नु अनुसार नयाँ सृष्टि हो, तर तपाईँको मन अनि तपाईँको शरीर भनेको अहिले पनि पापमै छन्, पापमै स्वभावमा फसेको छ। गलाती 5 अध्यायको है हामीले 19, 20, 21 हेर्यौँ भने शरीरका खराब इच्छाहरू, शरीरका पापमय स्वभावहरू है यी सबैले हामीलाई अझै परमेश्वरदेखि टाढा गर्छ। तर जब हामीले पश्चाताप गर्छौँ, परमेश्वरले हाम्रो पापलाई क्षमा गर्नुहुन्छ अनि हामीलाई अगाडि बढ्ने एउटा मौका दिनुहुन्छ। तपाईँलाई थाहा छ है, हिजकियाको जीवनमा जब हामीले हेर्छौँ, हिजकियाबाट गल्ती भएको थियो अनि त्यो गल्ती थियो परमेश्वरसँग अभिमानी भएका, परमेश्वरसँग हटी भएका, परमेश्वरको आज्ञा नसुन्ने, परमेश्वरको भनाइ नमान्ने, परमेश्वरदेखि टाढा हुन खोज्ने, आफ्नै मनमानी गर्ने अथवा मात्रिने यो गल्तीहरू हिजकियाले गरेका थिए। तर हिजकियाले जब पश्चाताप गरे नि अनि हिजकियामाथि परमेश्वरको क्रोध है उसको जीवनभरि जब उसले पश्चाताप गर्यो, परमेश्वरको क्रोध है हिजकियाको जीवनभरि हटेको हामीले है दोस्रो इतिहास 32:26 देख्छौँ। जब तपाईँको जीवनमा सानो पाप होस् कि ठुलो पाप होस्, जब तपाईँले परमेश्वरको अगाडि पश्चाताप गर्नुहुन्छ, परमेश्वरले तपाईँको पापलाई क्षमा मात्रै दिने कुरा गर्नुहुन्न, तर तपाईँलाई अगाडि बढाउने मौका, तपाईँको जीवनमा है जीवनसम्म परमेश्वरले तपाईँलाई कहिले पनि समस्यामा पर्न दिनुहुन्न जब तपाईँले पश्चाताप गर्नुहुन्छ। पश्चाताप मैले अघि नै पनि भने तपाईँको आत्माको लागि होइन, आत्मा त नयाँ सृष्टि हो, आत्मा त 100% स्वर्ग जान्छ, आत्मा त 100% एक दिन येशूसँग हुन्छ। तर तपाईँको शरीरको लागि तपाईँले पश्चाताप गर्न जरुरी छ। शरीरमा भर्न पर्नुहोस्, शरीरबाट गल्ती हुन्छ, शरीर पापमा फस्न सक्छ, शरीरबाट कहिले सानो गल्ती ठुलो गल्ती हुन्छ अनि सानो गल्ती होस् कि ठुलो गल्ती होस्, गल्ती गर्ने बित्तिकै परमेश्वरलाई क्षमा माग्नुहोस्, परमेश्वरलाई भन्नुहोस् प्रभु म पश्चाताप गर्छु अनि पश्चाताप गरेर है आफ्नो मनलाई परिवर्तन गर्नुहोस्। सुन्नुहोस्, टाउको माथि चलेको खराब विचारलाई मात्रै परिवर्तन गर्नु पश्चाताप होइन, तर तपाईँको है व्यवहारलाई, तपाईँको आचरणलाई, तपाईँको परमेश्वर प्रतिको विश्वासलाई है यो परिवर्तन गर्ने तपाईँको के हो? पश्चाताप हो। तपाईँको दिमागमाथि खेलेका कुराहरू, नराम्रो विचारलाई परिवर्तन गर्नु मात्रै पश्चाताप होइन, तर तपाईँको व्यवहार अनि बोली, आचरण, जीवनशैली सबै कुरा परिवर्तन हुनुपर्छ अनि साँचो पश्चाताप त्यही नै हो।